दिपसागरले आज दाल खान लाइछिन् हो हो हाँस्छिन् फेरि खस्यो दाल खान्छिन् मिठो छ दाल मिठो छ मिठो छ अर्को हातले नि खान थालिनु दुईटा हातले खान्छन् नि हो टनेलबाट आउन लाइछिन् दिपसागर टनेलबाट आउन लाइछिन् आइन 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 अब यता आऊ टनेलभित्र बस्ने के रहेछ क्या टनेलभित्रै बस्दिने हो त हो अब चोट लाग्छ कतिपटक ठोकिसक्यो टाउको दिपसागर हेर्न उसलाई फुती गरेछ निक्लिन्छ निक्लिँदैन ऊ यताबाट अर्कोमा जान्छ ऊ ड्याडीसँग जाऊ माथि टाउको ठोकिरहेको छ निक्लिँदैन यताबाट निक्लिँदैन उताबाट निक्लिँदैन सागरको बिहानको नास्ता स्याउको टुक्रा हो नि कति धेरै हालेछ मुखभित्र आगो देऊ स्याउ खान लाइछिन् दिपसागरले बसेर कली जाऊ के भयो यो नयाँ पढ्न लाइछिन् एक्कासी दिपसागरमा यहाँ पार्कमा खेल्न आएछौँ गो दिपसागर खेल्छिन् यहाँ पार्कमै अड्डेर खेल्न लाइछिन् फेरि यस्तै छिन् अब बसिन अड्डेर खेल्छिन् दिपसागर खेल्न लागिछिन् दिपसागर यहाँ है खेल्छ्यौ दिपसागर के खेल्ने हुन् रे हेर्छिन् फेरि मोबाइल पनि हेर्नु छ उनलाई यहाँ खेल्नु पनि छ मोबाइल पनि हेर्नु छ आऊ दिपसागर आऊ मक्क परेर आउँछिन् फेरि दिपसागर मक्क परेर आउँछ नि दिपसागर बुङ्ची गरिदेऊ बुङ्ची खै हेलो खै दिपसागर हेलो खै अरे हेलो खै अरे त्यहाँ छ ऊ हेलो हेर्छिन् दिपसागरले थाहा पाइछिन् हेलो भन्दा बित्तिकै हेर्छिन् गइन् फेरि गइन् आऊ चप्पल होइन दिपसागर चप्पल होइन नि आऊ यहाँ आऊ चप्पल खै अरे त्यही हो चप्पल रहेछ हो रे चप्पल हो त्यो चप्पल भर्खरै दुध खाएर सुतिछिन् दिपसागर मस्त सुतिछिन् ओठमा चोट लगाइछिन् कता लुटेर यस्तै छिन् नि भोलि त 11 महिना पुरा पुग्छिन् होइन अझ हित हुँदैछ यहाँ हित हुँदै खाइछिन् दुध लगाइछिन् ओठैभरि दिपसागर लागिन् फेरि कपडा खान दाँत अझै आएको छैन भोलि 11 महिना पुग्छिन् दिपसागर दाँतको नाम निशाना छैन अनि दाँत चिलाएर गिजा चिलाएर कपडा खाइरहन्छन् दिपसागर यता देऊ न हेर्छिन् पनि फेरि पप्पी खै दिपसागर पप्पी खै अरे यहाँ छ यो रहेछ पप्पी त्यो पप्पी हो दिपसागरलाई कसले भनेको त्यो पप्पी भनेर दिपसागर पप्पीको कान खै कान अब कता जे भेट्यो त्यही तप्प खाने दिपसागरले आज दही र ब्रोकाउली खान लाइछिन् मुखैभरि लगाइछिन् हो कि नै दिपसागर कुर्सीमा बसेर खान लाइछिन् नि मुखमा कत्तो गराइछिन् अझ हाँसो पनि छ मिठो छ अच्यु लक्ष्मी अच्यु अझै हाँसो पनि छ अझै दिपसागर आज कति महिना कि पुगिन आज 11 महिना कि पुग्यौ तिमी कम्प्लिट हो 11 महिना कि पुग्यौ बुङ्ची गरिदिन्छ नि छेउ बुङ्ची कस्तो अरे त्यस्तो रहेछ रहेछ बुङ्ची त त्यस्तो हो मिठो छ कत्तरी खान्छिन् हेलो भनेकै छैन मैले त्यसै हेलो त्यहाँ हेर्छौ हेलो भन्दा बित्तिकै
दिपसागर मैले भनेकै छैन येल्लो येल्लो भनेकै छैन मम्मीले आज त्यसै हेरेछ त्यसै आफ्नै तालमा छ के भयो आउ 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 आउली त आउली के भयो दिपसागर आउ बुबु खान आऊ हेर यहाँ हेरी बुबु हेरी इ यहाँ बुबु हेरी यहाँ हेरी बुबु दिपसागर खानी होइन हेर नखा पक नखानी इ हेर बुबु देख्यो भने यत्रै आउँछिन् दिपसागर बुबु खाना आयो कि दिपसागर खै खै ए बुबु खाना आइपुग्यो नि आइ कहाँ हो हाँसिन चाहिँ ए दिपसागर के खेल्नु लागि छिन् नेने गली आऊ हो रहेछ दिपसागर पप्पी खै खै ओ ओ ओ खै पप्पी खै जाँगर लागे छैन त्यो पप्पी पप्पी रहेछ ड्याडी खै ड्याडी दिपसागरको ड्याडी खै ड्याडी खै गयो नि दिपसागर ड्याडीसँग गयो नि पाक जहिले आउँदै खेलाउँदै पानीको बोतल अब क्वाप्पो मुख माल्ने हो त्यति धेरै बुबु दिएर बाबा कस्तो रे यता हेर न कि बोकेछु होइन बोकेछु कि मैले आज गरिदेऊ खै कस्तो रे अरे अरे कावाइन दकार बा दादा बा ड्याडी खै दिपसागर ड्याडी खै गरिदेऊ खै फेरि दिपसागर बुङ्ची गरिदेऊ उपरे अरू नि हो फेरि आऊ यहाँ दिपसागर आऊ टनेल भित्र छिन्दा दिपसागर म्याउ ये अझै हाँसु पनि छ अझै कता राम्रो टनेल भित्र छिरिछिन् दिपसागर फेरि उतै गइगयो हो र रुन्न कम बाटो छ आऊ भुइँ बस्नु लागेर कहाँबाट होला एकैचोटि यहाँ आउनुपर्छ कि दिपसागर बिचमा बस्नु लगाएर कहाँबाट हुन्छ र आइन निस्किन दिपसागर निस्किन कहाँ अध्यक्षिन् दिपसागर ड्याडीसँग ऐना हेरी जाऊ देखिन्छ दिपसागर गरिदेऊ न गरिदेऊ त खै